ल है ताजा खबर आयो, ताजा खबर। डाक्टरले पेट्रोल किन्दा 50% डिस्काउन्ट रे। लो सुन्नु भएन? अनि यो नोटिसले के भन्छ त माथिको नोटिसले? त्यही भन्दैन? सुरुमा चाहिँ पेट्रोल खपत बढी भयो भनेर हप्तामा 2 दिन बिदा दिने, अनि त्यसपछि ड्युटी आवर बढाउने, 10 देखि 4 लाई 9 देखि 5 गर्ने, हैन? त्यसले गर्दाखेरि ड्युटी आवर ओभरअल हप्ताको लगभग इक्वल नै हुन जान्छ। किन भन्दाखेरि दिनमा 2 घन्टा ड्युटी बढ्दाखेरि 5 दिनको ड्युटीको अनुसारले 5 दिनमा 10 घन्टा बढ्यो। 10 घन्टा बढ्नु भनेको त लगभग ओभरअल ड्युटी त्योभन्दा बढी नै हुन गइरहेको छ, हैन? अनि अहिले चाहिँ आएर नोटिस के निकाल्ने भन्दाखेरि आइतबारको दिन पनि ओपिडी चाहिँ खुला राख्ने रे। अनि ओपिडी खुला राख्नुको मतलब डाक्टरलाई तेलमा डिस्काउन्ट दिएकै भएर त होला नि? ए त्यस्तो होइन? ए त्यसो भए त्यो पत्रमा त के भनिन्छ एक्स्ट्रा पैसाको त कुरै गरे छैन। ड्युटी आवर त बढाउनु भयो, आइतबारको चाहिँ दिन पनि आउनु पऱ्यो भने ड्युटी आवर त बढाउनु भयो, तर त्यसको एक्स्ट्रा पैसा पे गर्नुपर्छ, ओभरटाइमको पैसा पे गर्नुपर्छ भन्ने कुरा त कतै पनि मेन्सन गरिएन त। तपाईँले थाहा छ होला नि त, मेन पावर यत्तिकै कम छ। हप्तामा मै इन्टर्न भएर मै हप्तामा 3 दिन कहिलेकाहीँ 2 दिन 24 आवर ड्युटी गर्नु नै पर्छ। त्यसबाहेक डेको ड्युटी त्यो त भइ नै हाल्यो बाँकीको दिनमा, पोस्ट डे बाहेक। अनि त्यति गर्दाखेरि पनि यत्तिकै प्रेसर हुन्छ। त्यसमाथि ड्युटी आवर 9 के भनिन्छ 10 देखि 4 को ठाउँमा 9 देखि 5 गरिदिने। अनि त्यसपछि अहिले आएर विकेन्ड जुन शुक्रबारको दिन जुन 2 बजे 12 1 2 बजेतिर बिदा हुन्थ्यो त्यो पनि 4-5 बजेसम्म गरिदिने। अनि सन्डेको छुट्टी पनि क्यान्सल गरिदिने। कस्तो मलाई त के लाग्दैछ कि सायद त्यो जुन पेपर आयो त्यसको पछाडिको पान्नामा चाहिँ लेखेको थियो होला ओभरटाइमको, त्यो सायद फोटो खिचेर न्युजमा मिडियामा चाहिँ आएको रहेनछ के। ल कुरौँ न त, के थाहा अब सायद या त सेकेन्ड वाला पेपर नै हाल्छन् होला, नत्र अब ड्युटी आवर नै कम गर्छन् होला, हेरौँ न। अनि एउटा फाइनल कुरा, यो मेन्टल हेल्थको बारेमा हेल्थकै मिनिस्ट्रीले नबुझेर कसले बुझ्दिने हो त? अर्को मन्त्रालयले आएर बुझ्दिने हो?